हेलो नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी घुम्न जाँदैछौँ आबुधाबी। कि तपाई पनि के भन्ने हो कि आजै के भन्नु भन्ने यता हेर्नु मैले भिडियो खिच्छु के कस्तो फिल भइरहेछ आबुधाबी जान खोजेको। के भन्दिनु नि त्यसो दुई शब्द के भन्ने के सिलुनी यार। $407 मेरो भिडियोमा त 407 नदेखिनु रहेछ यार। ल ल ल ल ल ल ल यहाँ त क्लियर देखेछ। यस गाडी खुल्यो। जाम 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 ए भागी बाबा। ल बस भयो। यहाँ देखाउँदो रहेछ नि ब्यालेन्स 5 रुपियाँ रहेछ तपाईको। 5 रुपियाँ इधर आना अगाडि Let's go. के भन्ने 2 रुपियाँ छ अझै। अझै मेरो त पैसा मेरो त जर्किन पाएको ए स्पिनिस लेखेको। अब टक्क लाएर फर्रा हानेपछि जाने बल्ल ठिक हुन्छ नि। कस्तो लागिरहेछ त आबुधाबी? दामी लागिरहेछ। मैले भिडियो बनाउँदैछु कि एकचोटि यता फर्केर भनिदिनु न कस्तो लागिरहेछ। आहा कति राम्रो मैया। लहर 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 डुल्यो। काम छैन। आहा कति रमाइलो। पौडी खेल्दिन पर्ने हो यहाँ। है तपाईँ त्यस्तो पहिले अलछिन बोल्ने यार। मोबाइल खस्छ यहाँ त्यस्तो तपाईँ नभन्नु न यार।
सम्पत्तिको नाममा यही एउटा मोबाइल। तपाईँले त्यही पनि त्यस्तो भन्नुभयो भने हामी कहाँ जाने? ल हामी चाहिँ अब कहाँ जाने? यो मोबाइल चाहिँ तरुनी भेट्न जाने तरुनी। यो मोबाइल खस्यो भने तपाईँको मोबाइल दिने मलाई दिने आजै एउटा नयाँ मोबाइल गिफ्ट हानिदिनु त भयो नि यार मलाई यार। के छ विचार? आबुधाबी आबुधाबी के छ टिकटक स्टार दिलीप मगर राइमाजी के छ हालखबर? हजुर त ठुलो बडा टिकटकर हो नि होइन? ठिकै छ यही हो के छ र होइन। अब घुम्यो पौडी खेल्न दिन्न, पौडी खेल्न पाएको भए रमाइलो हुन्थ्यो होइन? के गर्ने? के छ त घाम पर्यो नि? आउनु यता भएर मेरो टिकटकमा बोल्न। कस्तो दामी दामी कपालहरू बसिरहेछन्। के गर्ने अब आफू यहाँ एक्लै बस्नुपर्छ रहेछ। कपालहरू बसिरहेछन् क्याबमा आफू एक्लै बस्नुपर्छ। गाह्रो छ। ल फाइनली बिचमा यो बिच रमाइलो छ। अब यहाँ बसेर ठर्रा खाएर हर्रा हुनुपर्छ एकछिन। अनि त्यसपछि रमाइलो हुन्छ। के छ दाइ? अब चाहिँ यहाँ चाहिँ दामी दामी होइन केटीहरू नि आउला नि होइन पौडी खेल्नलाई होइन? के छ विचार? हामी चाहिँ उता जाऊँ न पहिला होइन? भाइ कता हो? कुन ठाउँमा यो? हामी यो कालीगण्डकी घुमघामको लागि। यस यस यो कालीगण्डकी हो। ल कस्तो लाग्यो त भाइ? यस्तो सुनाऊ यो ठाउँको बारे। बिचमा ठिस हुँदै अहिले आमामामामा कति हावा मिठो हावा। हामी आउँदा बिचमा टिक्सहरू भेटेन भने ठिस हुन्छ। तर रमाइलो यार, खतरा रमाइलो यार। पानी त पाउँदैन यहाँ। यत्रो समुद्रमा आएर पानी कहाँ पाउँछ भन्छन् बुढा। यही खाने हो नि पानी। जिन्दगी लौडा लाग्छ मलाई औडा लाग्छ मेरो साथीहरू सबजना बौडा लाग्छ स्याड ऱ्याप भन्दाखेरि पनि हाँस्नु सिक्नेहरूलाई फेरि मैले यता आउन दिएछ। के छ त रमाइलो भयो नि होइन? रमाइलो भयो कि भएन दाइ? दामी रमाइलो भयो होइन? राम्री राम्री तरुनीहरू पनि त छन् के अरे छन त। अब के गर्नु हामीलाई हेर्दैनन्। अनि फिलिङ्स गुड भयो नि होइन? कस्तो भइगयो? रमाइलो भइगयो? हाइको छ सोल्टिनीहरू। सोल्टिनीहरू धेरै छन्। अब हामीलाई चाहिँ हेर्दैनन्। यस्तै हो। पानी जहाज के गर्नु? बिचमा ठिस हुँदै अब बिचमा ठिस दाइ हो दाइ। एउटा एउटा बोट लिएर जाने हो त? यतैबाट मुम्बई छिरिदिने अब मुम्बई छिर्ने यतैबाट। आहा दाइ बस्ने ठाउँ पनि खतरा रहेछ नि त। अनि गइदिने हो त? के छ विचार? के छ विचार? यहाँ रहेछ नि त
1 घन्टाको 300 एडी रहेछ 30 मिनेटको 150 बाबा त्यसको 300 ओहो ऊ त 2 घन्टाको 50 रहेछ बरु बाबा चलाएको चले यो पनि त उ रहेछ नि 50 एडीको तर यसमा मात्रै चलाउने होला कि हैन यो घेरो लगाएको छ नि हैन यसमा मात्रै चलाउने होला कि यिनीहरु चाहिँ है यसमा मात्रै यो घेरोमा मात्रै चलाउने होला लाइफ ज्याकेट देला नि नत्र नि खतम हुन्छ आमा यता त पौडी खेल्दो रहेछ नि बाबा के हामी पनि पौडी खेल्ने हो त देख्दै घिन लाग्यो ठाउँमा पौडी खेल्छ समुद्र किन हो त्यस्तो भनेको त्यस्तो भन्नुहुन्न नि रमाइलो भइरहेछ त अनि यहीँ बसेर पार्टी हान्ने है क्या यहीँ बसेर पार्टी हान्ने अनि जाने हैन यहीँ बसेर पार्टी हान्ने अनि जाने बैठे मुख धोगो कि जस्तो लाग्ने यार कहिले त्यहाँ यो पानीमा हैन दाल पकायो भने त हैन नुनै हाल्नु पर्दैन यार लास्टै नुनी रहेछ हो यसमा त बस पानी हाल्यो अनि नुनै नहाल्यो यस्तो कस्तो छ ठीक छ कता भाइ कुन देशमा भाइ तिमी म अहिले यता यो के ठाउँ भन्छ यसलाई यो कालीगण्डकी हो कि नि यो बुढी गण्डकी हो न बुढी म कालीगण्डकीतिर अनि ठीक छ कालीगण्डकीतिर बसिरहेको रमाइलो भयो नि हैन दामी रमाइलो भयो पानी चाहिँ माटोमा भर चिसो हुने रहेछ के तर नुनिलो हुने रहेछ क्या हैन खतरा नुनिलो यार नुनै नहाल्न पर्ने यार है तिनीहरू कसरी पौडी खेले होला नि त्यस्तरी यार पौडी खेलै छन् पौडी डुबुल्की मारेछन् बाप गाह्रो छ यतातिर घाम पनि कति मिठो लागेको फेरि होइन अब एउटा ठर्रा छ एउटा ठर्रा खाएर हराउने पर्छ कसम उड्यो यार उड्यो आई बोटे त आइसक्यो ओपन गनगम स्टाइल भने है के हो पानीमा पनि डुबाइदिन्छ हौ यिनीहरूले त फेरि पानीमा पनि डुबाइदिन्छ कि ऊ खसिसक्यो अब अत्र
हामी कहिले उड्ने हो कस्तो भयो त आज रमाइलो भयो नि हैन ओ दाइ यहाँभन्दा रुममै रमाइलो थियो होइन किन रमाइलो भएन राजु खतरा रमाइलो भयो नि अब जाने त होला नि दाइ होइन कि आज यतै बस्ने आज यतै बसौँ उतै बिचको एउटाको बिल्डिङ लिगौँ त्यही बसौँ के छ विचार ए दुईजना जाऊँ न कहाँ म एक्लै जान्छु त नि बस्न दुईजना बस्ने हो दुईजना गएर भन्ने नि अनि हो बाबा अनि झुन्नेर गर्छन् हो यस्तोमा पुरै झुन्नेर तपाईँले नि यस्तोमा गर्नु भएको छ क्या पहिला ए साथीले भनेको बाबा बिल्डिङ त मलाई एउटा बिल्डिङ दिए नि हुन्थ्यो नि यहाँ एउटा मध्ये एउटा मात्रै बिल्डिङ दिए पनि कति रमाइलो हुन्थ्यो होला होइन के छ त अनि बिच हेरौँ न एकचोटि अब बिच खतरा हो बाबा रमाइलो भयो जे भए पनि अब जस्तो जे भए पनि के छ दाइ के भन्नु न यार म टिकटकमा हालिदिन्छु कि दाइ टिकटक युट्युबमा हालिदिन्छु नि त युट्युबमै हालिदिन्छु म ल ल राम्रो छ भाइ राम्रो छ हाल्नुहोस् अनि अरू केही कति लाइक कति आयो भने पार्टी दिने होला नि फेरि अनि पार्टी केको पार्टी म नेपाली केको पार्टी चाहियो अच्छा त्यस्तो नहुनु न पार्टी त चाहियो त अनि स्पोन्सर भएर नि त्यस्तो भन्ने हो नि ल पार्टी पक्का हो आज यतै बसौँ के छ यहीँ सुत्दिनु नि त यहाँ चौरमा यत्रो चौर छ चौरै चौर छ ट्याक्क लाएर गर्मी भयो भने त्यहाँ गएर पौडी खेलिदिने अनि फेरि आएर फेरि यहाँ सुत्दिने फेरि के छ आजको दिन हाम्रो सकियो अब होइन समाप्त भयो अब होइन दाइ तपाईँले यो गाडी दिनुभयो भने के गर्नुहुन्छ दाइ गाडी पनि कति राम्रो हो च्वाक गाडी दाइ यस्तो गाडी एउटा दियो भने तपाईँ के गर्नुहुन्छ म त यहीँबाट चलाएर लिएर जाने हो क्या नेपाल यार एमजी रहेछ फेरि यो गाडी होइन देखाउनु त पऱ्यो नि अनि केटाहरूलाई 2 रुपियाँ 1 पैसा रिचार्ज गरौँ त्यसपछि गरौँ
10 रुपियाँ हैन चल खाले खायो प्रोसेसिङ भयो मेरो 12 रुपियाँ भयो 12 रुपियाँ 31 पैसा सो फाइनल्ली घुमघाम गरेर पनि आइयो गाइज हैन अनि म गाडीमा पुरै सुतेछु थाहै भएन अनि त्यही भएर अनि अब सुतिन्छ अब आजको यो भ्लगलाई यही समाप्त गरौँ त्यतितिर व्यवस्था गरौँ ल मिल्दै गरौँ ल फेरि अर्को भ्लगमा नयाँ भिडियोमा ल ओके बाई